आरटीएस एग्रो टुरिज्मको युट्युब च्यानलमा फेरि स्वागत गर्दै आज 15 दिनको यो चल्ला यो पोल्ट्री स्पेशल 15 दिनको चल्ला हो। यसलाई अब भ्याक्सिन अस्ति एक हप्ता अगाडि एक हप्तामा रानीखेत भ्याक्सिन दिएको हामी भिडियो सेयर गरेको थियौँ। अब चाहिँ आज चाहिँ गम्बरो भन्छ यो 2 हप्तामा दिइन्छ गम्बरको। यो चाहिँ 2 हप्तादेखि तेस्रो हप्ताभित्रमा यो रोग लाग्ने भएको हुनाले त्यो भ्याक्सिन दिनको लागि हामी तयारीमा छौँ। अब घाम लागेको छ, घाम यता साइडमा यिनीहरूलाई अलिकति चिसो मौसम छ, यसरी अलिकति यो जाडो भएर बसेको भए तापनि खासै समस्या मान्नु हुँदैन। हामी भ्याक्सिनको प्रक्रिया तपाईँहरूलाई कन्टिन्यू भिडियोमा जोड्दै जान्छौँ। हाम्रो पोल्ट्री स्पेसलिस्ट गोपाल केसी भाइ आउनुभयो है। ल स्वागत छ है गोपाल भाइ। हाम्रो आरटीएस भाइ एग्रो टुरिज्मको यो पोल्ट्री फार्ममा तपाईँको सहयोग अतुलनीय छ। अनि यो पोल्ट्री फार्म गर्नलाई चाहिँ स्पेसलिस्टको सहयोग हामीलाई आवश्यक हुन्छ र उहाँले सहयोग गर्नुभएको छ। उहाँले हामीलाई यसो गर्ने भनेर आइडिया दिनु भएन भने चाहिँ हामीलाई लस हुने धेरै खतरा हुन्छ। यहाँ भर्खरै आइपुग्नु भएको छ। आज 15 दिनमा यो गम्बरो भ्याक्सिन दिनको लागि उहाँले भ्याक्सिन पनि लिएर आउनु भएको छ। अब हामी त्यो भ्याक्सिनको प्रक्रिया एकैचोटि 30 लिटरमा 80 दिनमा यो खोल यो यसरी उचाल्नु पऱ्यो भने त भित्र छ हाल्नु चाहिँ अनि त्यो भएपछि सजिलो निक्लिन्छ कुट्रुक। त्यो भ्याक्सिन हामीले खानु पऱ्यो भने त लास्टमा हजुर हामीले खानु पऱ्यो भने त लास्टमा कुखुरा जाने हाम्रो त्यो हुँदा त कुखुराले खाएर 25 साल पनि लाग्छ। गम्बरो भ्याक्सिन है अहिले भिडियोमा नि यसको बारेमा अलिकति त्यो चाहिँ किन रानीखेत रहेछ भनेको मैले इन्डियाको एउटा रानीखेत भन्ने ठाउँबाट यहाँबाट चाहिँ पहिला पत्ता लाग्यो रोग, त्यसपछि त्यो ठाउँको नाममा चाहिँ रानीखेत भन्नु लाग्छ। यसमा यो 14 दिनभित्र दिनुपर्ने गम्बरो भ्याक्सिन घोलेर अब यसरी भरेर अलिअलि बढी हाल्नुपर्छ है। आज चाहिँ 30 केजी छ नि त, के अरे 30 लिटर छ नि त। यसरी गम्बरो भ्याक्सिन दिनलाई तयारी हुँदैछ। गम्बरो भ्याक्सिन यसरी दिएको छ। अब यिनीहरूले यसरी खान्छन्। यो अब सबैले खानुपर्छ। यिनीहरूले एक मुख चाहिँ यिनीहरूले खानैपर्छ अनि त्यसपछि मात्रै। त्यही भएर यो चाहिँ अलिकति खाँदैन नि भनेर हामीले याद पनि गर्नुपर्ने हुन्छ। अनि यो 14 दिनभित्र दिने गम्बरो भन्ने रोगको भाइरस विरुद्ध भाइरसै दिने हो। भ्याक्सिन भनेको त्यो हो। भ्याक्सिन अब पानीमा घोलेर दिने गरेका छौँ हामीले चाहिँ। यो कतिले आँखामा पनि दिन्छ, कतिले अब पहिले त भ्याक्सिनै दिनुपर्छ क्या हो भन्ने सुनिन्छ अहिले। हस् गोपाल भाइ ए गम्बरो भ्याक्सिन 14 दिन ब्रोइलर कुखुरालाई दिने गम्बरो रोग विरुद्धको भ्याक्सिन हो यो। के अरे त्यो गम्बरो भन्ने रोग नलागोस् भनेर त्यसले चाहिँ के अरे चल्लाहरूलाई त्यो रोग भाइरस लाग्यो भने चाहिँ ज्वरो आएर मर्ने। अनि आज 10 वटा मऱ्यो भने भोलि 20 वटा फेरि त्यो सङ्क्रमित हुँदै जाने चिज भएको भएर त्यो विरुद्धमा त्यो चाहिँ 14 दिनभित्र दिइन्छ यो भ्याक्सिन। यो चाहिँ बिरामीहरूको सेक्सन, आइसोलेसन सेक्सन। बिरामीहरू अब अलिकति
कमजोरहरूलाई चाहिँ छुट्याएर यसरी राखिन्छ। प्रायः जसो धेरै चाहिँ बाँच्दैन भनेर भन्छन्, कोही बाँच्नु पनि सक्छन् भनेर यसरी छुट्याएर राख्ने गर्नुपर्दछ।